हेलो वेलकम टु ब्याक टु माई न्यू च्यानल एन्ड नमस्ते दर्शकबिन नमस्ते तपाईहरुलाई स्वागत छ मेरो न्यू ब्लगमा। आज चाहिँ म बजार जाने क्रममा मैले चाहिँ आज हिँड्दै मतलब गाडीमा जाउँ भने गाडी भेटेन। यो पनौती रोड छ यार, यो गाडी भेटिन यार म हैन। अब तर गाडी चाहिँ आउँदैछ एउटा, अब त्यहाँनिर फेरि गाडी फुल छ कि के छ त्यो चाहिँ थाहा छैन हैन। फुल छ भने चाहिँ अब हिँड्दै जानुपर्ने हुन्छ, नत्र त हामी गाडीमै जाने नि। छैन जस्तो छ है, अब लाग्यो ल। गाइज वेलकम टु माई न्यू ब्लग हैन। ब्लगको नाम के छ? बबिन 00 जिरे भाइ छ हैन। यो चाहिँ त्यही हो ब्लगको मेन। अनि म चाहिँ फेरि ब्लगर। यहाँ युट्युबमा जति पनि पैसा आउँछ त्यो चाहिँ यसले खान्छ, ब्लग चाहिँ म बनाउँछु। अनि यो चाहिँ कहाँ गयो? यो चाहिँ फेरि मोटे। अब अहिले चाहिँ हामी शङ्खसभा 0 पोइन्टको शङ्खसभा चनपुरको 0 पोइन्टको बस पार्क हो यो हैन। म चाहिँ फेरि आजै भिडियो बनाएको है, फेरि कसम भन्नुपर्दा चाहिँ हैन। अनि केटाहरू हेर कसरी समाउँछ त जसरी समय नि हुन्छ। अहिले चाहिँ हामी यता माथि जाँदैछौँ, यस्तो उकालो उकालो चढ्दै। चस्मा फेरि यो 2500 25,000 25 करोडको क्या, 25 करोड डाइनोसरको हड्डी खाएर हामी यस्तो भिर चढ्दैछौँ उकालो। भिर चाहिँ यस्तो मोटे होइन। यो चाहिँ फेरि बबिन हो, चाक साक छैन यसको सुकेर केही पनि। माथि त्यो टावरमा यस्तो बादल हेर्ने हो, बादल बादल ऊ पारिपट्टि उहाँ धुवा उड्दैछ। कुन चाहिँ हुक्का खाए जस्तो छ। भिडियो आउँदाखेरि बना क्या भाइ, अहिले जाँदाखेरि भ्लग बनाउने हो। ठक्क यहाँ केटाहरू केटाहरू आउँदैछ, दुईटा केटाहरू आज होइन हो, आज हो। अनि ऊ त्यहाँ चाहिँ एउटा टोक्रा ए छ्या ये केटाहरू आउँदैछ, केटाहरू आउँदैछ है भविष्यको लाउरेहरू। गले यार आइपुग्यो साला चिन्डुलाल। अब भयो स्टप, यति नै आजको ब्लग।